अहिले ब्याङ्कसँग सम्बन्धित ठगीको विषय मार्केटमा बिगबिगी छ। के तपाईँ अलरेडी यस्तो ठगीको भिक्टिम त भइसक्नु भएको छैन? पुरा भिडियो हेर्नुहोला र कमेन्ट गर्नुहोला। अहिले के भइरहेको छ भन्दाखेरि सुरुमा तपाईँको नजिकको मान्छेले तपाईँको ब्याङ्किङ एक्सेस लिन्छ, तपाईँको फोन नम्बर लिन्छ, तपाईँको सिम नै लिन्छ, त्यसपछि तपाईँको मोबाइल ब्याङ्किङ उसले चलाउन थाल्छ। विभिन्न व्यक्तिहरूसँग सम्पर्क गर्छ, त्यस्ता व्यक्तिबाट पैसा उठाउँछ। पैसा पनि विभिन्न बहानामा उठाउँछ, उसलाई ठगी गर्ने नियतले उठाउँछ। त्यसपछि तपाईँको खातामा पैसा आउँछ, पैसा आइसकेपछि त्यो पैसालाई चाहिँ त्यो व्यक्तिले आफै प्रयोग गर्छ। प्रयोग गरिसकेपछि अब केही समयमा ठगिएका व्यक्तिहरू के भन्छन् भन्दाखेरि तपाईँको खातामा पैसा आएको कारणले गर्दाखेरि तपाईँले नै ठग्नुभयो भनेर तपाईँको विरुद्धमा ठगीमा जाहेर दिन्छन्। त्यसपछि तपाईँको विरुद्धमा मुद्दा सुरु हुन्छ, अनुसन्धान सुरु हुन्छ। भोलिको दिनमा तपाईँको खातामा रकम आएको कारणले गर्दाखेरि त्यसको जिम्मेवारी तपाईँ लिनुपर्ने अवस्था हुनसक्छ। त्यस कारणले गर्दाखेरि कसैलाई पनि आफ्नो खाता सञ्चालन गर्नलाई दिँदै हुनुहुन्छ भने तपाईँले त्यो काम तुरुन्त रोक्नु होला, अथवा कसैलाई तपाईँको आफ्नो खाता सञ्चालन गर्न दिइसक्नु भएको छ भने तुरुन्त त्यो खाता माग्नु होला, त्यसको हिसाब माग्नु होला, ब्याङ्क स्टेटमेन्ट हेर्नु होला। यदि शङ्कास्पद केही लाग्यो भने प्रहरीलाई तुरुन्त खबर गर्नु होला र यस्ता ठगी, यस्ता स्क्यामबाट चाहिँ बच्नु होला।